हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। बिहानी भर्खर सबैजनालाई गुड मर्निङ है। अहिले चाहिँ म उठेँ होइन, उठेर फ्रेस भएँ, मुखसुख धोएँ। अब नास्ता गर्ने बाजी नै छ होइन। मैले यसो बाहिरतिर चिसो हावा खाँदैछु होइन। एकदम सुन्दरता हरियाली वातावरणसँग रम्दैछु आफ्नै गाउँमा। एकदम स्वच्छ हावा, ताजा हावा खाँदैछु होइन। दामी छ। अब म अस्ति घर आएको थिएँ सित्ता पाइलाको बसमा, 8:30 बजे निस्केको थिएँ त्यहाँबाट। अनि त्यहाँबाट भीमढुङ्गा, धमाढुङ्गा, भन्ज्याङ पोखरी हुँदै आफ्नो जन्मथलो घर नुवाकोट बिरगोलगढी वडा नम्बर 1 मा आइपुगेको छु। अहिले म घर आएको भयो 2-3 दिन भयो। अनि म आउँदा चाहिँ बुढीले मकै गोड्न थालिसकेको रहेछ होइन। त्यताबाट थिए 18-20 जना, मैले पनि गोडेँ आएर होइन, सहयोग गरिदिएँ। म आएको देख्दा बुढी पनि खुसी भयो होइन। अनि मकै गोडे चाहिँ यहाँ तलतिर छ होइन, देख्न सक्नुहुन्छ। टाढाबाट अलिक क्लियर देखिँदैन होइन। खुर्सानी पनि रोपेको छु हामीले गाईजी, देखिँदैन, बेर्न अलिक सानै छ। यहाँसम्म रोपेको छौँ। अहिले चाहिँ म अब एकछिनपछि निस्किन्छु काठमाडौँ होइन। काठमाडौँ जानुपर्ने काम छ मेरो अब। अनि यहाँ बुढीले चाहिँ घरमा आइदिनु अलिअलि काम गर्नको लागि भएन, घरमा आइदिएको थिएँ। यता सारे छ खुर्सानी बेर्न चाहिँ होइन। यता छ, देख्न सक्नुहुन्छ। अलिक सानै थियो होइन, राख्न त यो राखेको निकै समय भइसकेको थियो बेर्न राखेको। अब खै किन चिसोको कारणले गर्दा के कारणले गर्दाखेरि खासै बढेन। अब यो सारेपछि बढ्छ होइन। देख्न सक्नुहुन्छ खुर्सानीको बेर्ना यहाँ हामीले सारिसकेको छ होइन। यता पनि मुनिको गरामा पनि रोपेको छ, त्यो रातो घर पछाडि अलिअलि त्यो जोतेको छ देखेर ठाउँमा रोपेको छौँ। अस्ति नै चाहिँ त्यहाँ घर बनाएर थियो होइन। अनि त्यही भएर यो भारी अलिक बाँझै छोडिदिएको थियो। मकै पनि गोडेको छौँ हामीले होइन। हामीले यो मकै रोपेको छौँ क्या होइन। बारी जोतेर मजाले कुटोले रोपेका छौँ। देख्न सक्नुहुन्छ मकै यस्तो दामी भइरहेछ है, हरियो भइरहेछ, प्याज दामी देखिरहेछ। मेरो घर चाहिँ यहाँनिर छ है गाइज, त्यही हो। अब म चाहिँ एकछिनमा निस्किने छु होइन। अब काम छ मेरो काठमाडौँमा लिएको काम होइन, कलर गर्नुपर्ने थियो। अनि त्यहाँबाट साउले पनि कराएको रहेछ, एकछिनपछि निस्किने छु। ल, मेरो भ्लग कस्तो लाग्छ हेरेर साथ सपोर्ट सबैले गरिदिनु होला। यदि मेरो भिडियो मन परे खण्डमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्न नभुल्नु होला। हेरेर प्रतिक्रिया दिनु होला। तपाईँको एउटा सानो कमेन्ट गर्दा मलाई पनि अर्को भिडियो बनाउन एकदम सहायता मिल्नेछ होइन। त्यही हो गाइज। ल, ओके, बाई बाई गाइज। 15 minutes later. लो गाइज, अब चाहिँ म घरबाट निस्केको। ल, 3 जना चाहिँ मलाई हेरिरहेछ मन जाँदा लाग्दाखेरि। भाइ म गएँ ल, खोइ त बाई भने प्रिन्सिपल खोइ बाई नआने। ल म गएँ, बाई बाई। ल ओके गाइज, म निस्केँ है त। ल, न्याउरो अनुहार देखाएर छ। म चाहिँ निस्केँ अहिले घरबाट होइन। अब के गर्ने, जानै पर्यो। आफ्नो कर्तव्य भुल्नु भएन होइन, जिम्मेवारी छ। के गर्नु रातभरि, के गर्नु गाइज, जाने रहर त थिएन परिवार छोडेर, के गर्नु। ल गाइज, अहिले म नमस्ते होमस्टेमा आइपुगेँ होइन। अब मैले चाहिँ बाहिरबाट मात्रै हेरेको थिएँ, भित्र चाहिँ कस्तो रहेछ यसो हेरिदिउँ त होइन। होमस्टे बात त सही है। भित्र डेकोरेसन के कस्तो छ होइन, आउनुहोस् है त। यो चाहिँ हाम्रो गाउँको होमस्टे है, नमस्ते होमस्टे। अब म भित्र छिर्छु है त। यहाँ एकजना कामदार छ, काम गर्दैछ चट्टा लाएर। अब म चाहिँ भित्र जान्छु है त। भित्र छिरेको थिएन अहिलेसम्म होइन। लक्ष्मण दाई के छ? यस्तै छ है। मिक्सरी दामी छ यार भित्र चाहिँ होइन। म यसो सर र मास्तिर गइदिउँ न त होइन। यसो छिरिदिउँ भनेर आज छिरेको होइन। भित्र चाहिँ दामी छ, यस्तो छ है, बवाल छ क्या। ट्याक्क म चाहिँ अब बाहिर निस्केँ होइन। यहाँबाट चाहिँ दामी देखिन्छ हरियाली। अहिले चाहिँ अलिअलि हुसो लागिरहेछ, त्यस्तो बित्तिकै मौसम क्लियर देखाएको छैन। म चाहिँ ट्याक्क अहिले माथि आएको छु होइन। होस्, दामी लाग्यो होइन। अब एक दिन यहाँ बसेर हुक्का चट्ट खानुपर्छ होइन, दाजुभाइसँगै बसेर। अरे कहना क्या चाहते हो? अब होमस्टेको साउसँग बसेर अनि यसो छिरिदिउँ त आज भनेर छिरेको। जोस् मलाई चाहिँ ठिक लाग्यो होइन। अब म चाहिँ निस्किन्छु यतातिर। पुरै नमस्ते आकारमा छ होइन। जोस् डेकोरेसन चाहिँ अब काठमाडौँदेखि आउनु भएर हाम्रो गाउँमा चाहिँ यत्तिकै चाहिँ नमस्ते घर भनेर चिनाउनु चाहिँ भएको छ उहाँले होइन, दिनेश दाइले। होस् दामी छ, आउन सक्नुहुन्छ।
त्यही हो, अब म एकछिनपछि निस्किन्छु पुरै नमस्ते आकारमा। यस्तो दामी छ नमस्ते टाइपमा। अब म चाहिँ भित्र हेरिहालेँ होइन, देखिहाल्यो। यो दामी लाग्यो मलाई चाहिँ। काठमाडौँदेखि कोही गेस्टहरू आउनु छ भने आउन सक्नुहुन्छ है। आएर जस ट्याक्क यहाँ सम्पर्क राख्दा हुन्छ। सुत्ने खाने खानाको लागि त टेन्सन भएन, तपाईँहरूले जे जे खानुहुन्छ आफ्नै तरिकाले पकाएर खान्छु, आफ्नै सिस्टमले बनाउँछु भन्दा नि पाइयो। खाना बस्न घुम्न एकदम ढुक्क। अझ योभन्दा माथि तपाईँ यदि पैदल यात्रा गरेर आधी घन्टा जति हिँड्न सक्नुभयो, हिँडेर जानुभयो भने चिम्टेश्वर महादेव छ यहाँ, यो बेलकोटगढीको शिरमा रहेको। नेपाल एकीकरण हुँदाखेरि पृथ्वीनाथ शाहले जुन गोरखनाथ गुरुले भनेपछि यो ठाउँमा यो फलान चिज छ त्यहाँ गएर उठान गर अनि मात्रै कीर्तिपुर सफलता प्राप्त हुन्छ, विजय प्राप्त हुन्छ भने पछाडि उहाँले अब उठान गरेर पूजा अर्चना गरेपछि ठ्याक्कै कीर्तिपुरमाथि विजय प्राप्त भयो। सो त्यही ठाउँमा घुम्न जान पनि सक्नुहुन्छ, एकदम रमणीय स्थलहरू छ होइन। त्यही हो गाइस, अब म चाहिँ फर्किँदैछु काठमाडौँतिर। आफ्नो काम छ होइन, काम छोडेर बसेर पनि भएन, त्यही भएर योस् रमाइलो छ ठाउँ। अहिले तुवालो लागिरहेछ, अलि मौसम क्लियर देखेको छैन। त्यही हो गाइज। ल म चाहिँ ल गाइज अब आधी बाटोमा छु, बस चढ्ने ठाउँमा पुग्न लाग्यो होइन, बस पनि आउनु लाग्यो। सफर में धूप तो होगी, सफर में धूप तो होगी, चल सकते तो मेरे साथ चलो, न सकते तो परेशान मत करो। काठमाडौँ हिँडेको ल सार बसमा, बस ठ्याक्क भर्खर आइपुग्यो होइन। अब निस्किन्छौँ हामी लिङ आएर होइन, 2.5 घन्टाको बाटो हुँदै पार गर्दै है गाइस। अब बसमा झ्याप्प बस्दिएको होइन, अब बस अब एकछिनपछि हिँड्छ होइन। यहाँ मान्छे कुद्दैछ, मान्छे छैन बसमा, एकदम खाली छ। क्या बक रहे हो मादरचोद? आजभोलि खासै मान्छे हुँदैन रहेछ काठमाडौँ जाने। म चाहिँ भर्खर चढेँ बसमा अब होइन, एकछिन हिँड्छु यहाँबाट सर। अब 2.5 घन्टा समथिङ 3 घन्टाको बाटो पार गर्दै काठमाडौँ पुग्नेछ होइन। त्यही हो। 2 very boring minutes later. फाइनली गाइस म चाहिँ माछापोखरी आइपुगेको छु है। माछापोखरी आइपुगेँ। माछापोखरी चाहिँ अब आफ्नो रुमतर्फ जान्छु होइन। मेरो रुम चाहिँ अब अहिले यहाँ कलङ्की हो होइन, उयो देख्न सक्नुहुन्छ माछापोखरीको ठुलो बिल्डिङ। अहिले म माछापोखरी चोकमा आइपुगेँ होइन। अब म चाहिँ आफ्नो रुमतर्फ जाँदैछु होइन। रानीकोमा ओर्लिएर खाजा खायौँ, खाजा नास्ता गरेर सर हामी आयौँ। अहिले माछापोखरी चोकमा आइपुगेको छु होइन। आजको चाहिँ मेरो काठमाडौँ आउने प्लान थियो होइन, सक्सेस भयो। त्यही हो, राम्रैसँग आइयो। बहुत गर्मी छ, गर्मी बढ्दो छ। त्यही हो गाइज है। ल सो गाइज अब म जाँदैछु आफ्नो रुम है। त्यही हो, के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला मेरो भिडियोमा होइन। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला सबैजनाले है गाइज। त्यही हो, यस्तो राम्रैहरू आउँछन् माछापोखरी चोकमा होइन। त्यही हो। मैले यहाँ मेरो पुरानो दोस्तसँग भेटेको छु कि, मोटे राहुल दाई के, पहिला सँगै काम गरेको है, हेल्पर थियो म मिस्त्री हुँदाखेरि। आज कहाँबाट झापालाई बिचमा ठोकिन आइरहेको अरे नि। केही छ भन्नु? झ्यापै भेट्यो है। अनि ल है त गाइस, खुसी लाग्यो होइन। धेरै समयपछि भेट भयो। त्यही हो, अब चिया के भन्नु यस्तो गर्ने हो, चिसो खाइयो। त्यही हो है गाइस। म रुमतिर जान्छु ल दाइ है। ल गाइस चाहिँ म चाहिँ अब माछापोखरी चोकमा होइन। अब मेरो पुरानो साथीलाई भेट भयो। साथीहरू चाहिँ यसो चिसो खाउँ नि त, धेरै समयपछि भेट भयो भनेर चिसो खाना लागिरहेको रहेछ होइन। अनि चिसो खुवाइदिएँ, उसले खाउँ भने होइन। चिसो खाएर हिँडेको छु म चाहिँ अहिले। ठ्याक्कै आफ्नो घरबाट आइपुगेँ। म चाहिँ अहिले बाटो क्रस गर्दैछु होइन। अब उसमा कलङ्की जान लागिरहेको छु म होइन। सो गाइस अब गर्मी बहुत छ एकदम, पानी धेरै खानु होला होइन। त्यही हो मेरो सुझाव मेरो तर्फबाट। त्यही हो। ल अब म साझा आएर चढ्छु, जान्छु सर आएर है गाइस। ल End of flashback.